तल खोलामा आएर अरू माताहरू कामेको त्यो भिडियो बनाउनु भन्दा पनि जसले सपनामा देख्नुभयो जसले भेट्नुभयो उहाँलाई नै सुरुमा भेट्छु, उहाँकै दर्शन गर्छु र थोरै एउटा भिडियो पनि बनाउँछु है, अनि मात्रै तल जान्छु भनेर म चाहिँ सुरुमा सपना देखेकै ठाउँमा आएको छु है। म पुगेको छैन तल। हजुर प्रमिला कार्की? हजुर प्रमिला कार्की हो। मैले माता भनेर बोलाऊँ कि चेली भनेर बोलाऊँ कि के गरौँ? हजुर जी भन्दा पनि हुन्छ। जे भन्दा पनि हुन्छ। कति वर्ष पुग्नुभयो हजुर? म 23 वर्ष पुगे। 23 वर्ष। हजुर। जस्तै तपाईले जुन सपनामा हजुर हजुर यही घरबाट देख्नुभयो, हजुर, जस्तै अलिकति भन्दिन आजभन्दा कति दिन अगाडि चाहिँ सपना देख्नु भएको थियो? मैले अस्तिको सोमबार, यो हप्ता होइन अर्को हप्ताको सोमबार चाहिँ मैले गएर त्यो शिला निकालेको हो। त्योभन्दा अगाडि चाहिँ मलाई देखाएको थियो। आइतबार जस्तो भनौँ न, भने सोमबार गएपछि आइतबार जस्तो मलाई बेलुका देखाएको थियो त्यो शिला चाहिँ। हजुर। अनि त्यस पछाडि मलाई चाहिँ अब त्यो शिला ल्याउनु, पूजा गर्नु, तिम्रो आस्थाले गर्नु भनेर मलाई सपनामा देखायो। अनि मैले यस्तो ठुलो विवाद ल्याउँछ अनि यस्तो ठुलो रूप जस्तै सपना चाहिँ जस्तै हामीले देखिन्छ नि, हाम्रा सपनाहरू चाहिँ अनेकौं आउँछन्। त्यही खालको सपना थियो या तपाईँलाई त्यो जस्तै सपना पनि हो सपना निदाको बेलामा हुन्छ? हाम्रो चाहिँ यस्तो हुन्छ, धामी झाँक्री तान्त्रिक गरिसकेपछि हामी अनेकौं ध्यानमा बस्छौँ, जगतमा बसेको हुन्छौँ। त्यही अनुसार चाहिँ हामीलाई अब अनेकौं तन्त्र मन्त्रहरू जस्तो दिने पनि होइन, मन्त्र दिने पनि, अब के कसरी अब गर्ने भने पनि होइन, शिलाहरू दिने पनि सपनाको माध्यमबाटै हुन्छ। जस्तो नर्मल मान्छे चाहिँ सुतेको हुन्छ, सपना हुन्छ नि त्यस्तै हुन्छ, तर त्यही माध्यमबाट चाहिँ हाम्रो अलिक दिव्य सपना भनौँ न। यो के ल्याउनु हुन्छ? जस्तै हामीले देखेको सपना र तपाईँले देखेको या त धामी झाँक्री तान्त्रिकले देखेको सपना फरक हुन्छ। हजुर, एकदमै फरक हुन्छ। यो सपनामै किन देखियो त? यदि तपाईँलाई भगवानले त्यो चिज दिनुभयो भने म तपाईँको विरोधमा होइन, म धर्मको विरोधमा होइन। मैले घाँटीमा रुद्राक्ष लाउँछु, विश्वमा भएका मन्दिरदेखि लिएर हरेक ठाउँ जान्छु है। तर कहिलेकाहीँ के हुन्छ भने सामाजिक सञ्जालमा आएको एउटा चिज हुन्छ, भएको अर्को चिज हुन्छ है। हेर्नुहोस् है, चारै दिशा चारै किला भनेको छ, जतै पनि बास गर्नुहुन्छ नि त देवी देवता भनेको त सबैतिर, जलमा पनि थलमा पनि भनेर भनेको छ नि त, त्यही भएको। हजुर, मैले उहाँहरूलाई अलिकति रोकिदिनु लाग्यो, साउन्ड आउँछ हुन्छ।